नमस्ते गाइस, स्वागत छ हाम्रो नयाँ भिडियोमा। आजको यस भिडियोमा म तपाईँहरूलाई एउटा सेटिङको बारेमा बताउन गइरहेको छु। जुन सेटिङबाट तपाईँ टिकटक, फेसबुक अथवा कुनै पनि प्लेटफर्म एप्लिकेसनलाई तपाईँ आफ्नो कन्ट्रोलमा राख्न सक्नुहुन्छ। अब तपाईँलाई पनि थाहा हुँदैन कति बेला मैले चलाएँ, कति टिकटक, युट्युब मेरो टाइम धेरै वेस्ट भयो। त्यही भएर यो सेटिङ गर्दाखेरि तपाईँ आफ्नो टिकटक, फेसबुकमाथि कन्ट्रोल गर्न सक्नुहुन्छ। त्यो एपलाई तपाईँ टाइम लिमिट गर्न सक्नुहुन्छ अथवा तपाईँलाई नोटिफिकेसन आउँछ कि 15 मिनटपछि 15 मिनट चलाउनु भयो, 20 मिनट चलाउनु भयो, त्यस्तो खालको नोटिफिकेसन पनि आउँछ। सो आजको यो भिडियोमा यही एक्सप्लेन गर्नेछु। यसको लागि म तपाईँहरूलाई स्क्रिन सेयर गर्न चाहेँ। जस्तै कि साथीहरू, म आफ्नो फोनको स्क्रिनमा आइसकेको छु। त्यो सेटिङ गर्नलाई सबभन्दा पहिला हामी आफ्नो मोबाइलको सेटिङ ओपन गर्नुपर्ने हुन्छ। सेटिङ अन गरिसकेपछि तल स्लाइड गर्दाखेरि यहाँ तपाईँ आफ्नो डिजिटल वेलबिङ एन्ड प्यारेन्टल कन्ट्रोलवाला अप्सन देख्न सक्नुहुन्छ। त्यसमा थिच्नुपर्ने हुन्छ। थिचौँ हामी र यसमा तपाईँ देख्न सक्नुहुन्छ कति मिनेट मैले कुन प्लेटफर्म युज गरेँ र यो दिनभरिमा के युज गरेँ सबै यहाँ देखाउँछ, कुन एप युज गरेँ। यसमा तपाईँ अब यहाँ देख्न सक्नुहुन्छ एप लिमिट। एप लिमिटमा क्लिक गर्दाखेरि यहाँ अरू अप्सन आयो होइन। यसमा तपाईँ कुन एपलाई लिमिट गर्न चाहनुहुन्छ। जसमा क्रोममा जस्तै कि वेबसाइटलाई पनि तपाईँ लिमिट गर्न सक्नुहुन्छ यसमा। जस्तै कि म तपाईँले देखाउँछु, म आफ्नो फेसबुकलाई लिमिट गरेर देखाउँछु। जस्तै कि यो यहाँ फेसबुक छ होइन, कति मिनट लिमिट राख्न चाहन्छु म। जति मिनट चाहिन्छ त्यति आफ्नो हिसाबले चुज गर्नु। जस्तै कि मैले 15 मिनट राख्छु, त्यसपछि ओकेमा क्लिक गर्दैछु र यो टाइम लिमिट भइसकेछ। किनकि म यो दिनभरिमा 15 मिनटभन्दा धेरै चलाइसकेको छु। त्यही भएर यो मेरो फेसबुक यहाँ देखाइदिन्छु तपाईँले डिजेबल भइसकेको छ। यो मेरो फेसबुक डिजेबल भइसकेको छ। यो एप ओपन गर्दाखेरि यस्तो देखाउँछ। यस्तै गरी तपाईँ अरू एपमा पनि यस्तो सेटिङ राख्न सक्नुहुन्छ। आजको यो भिडियो कस्तो लाग्यो प्लिज हामीलाई कमेन्ट गरिदिनु। यस्तै भिडियोको लागि हामीलाई सब्सक्राइब गरिदिनु। आजको लागि यति मात्रै। हामी भेट्छौँ अब नेक्स्ट भिडियोमा। थ्याङ्क्स फर वाचिङ।